भएको छ? अहिले पनि सुन्ने हो? भिनाजु अच्छा कोअर्डिनेटर सरलाई म भिनाजु भनेर ल हेर न त्यहाँ घैँटी हाँसेर मर्या ए घैँटी भनेर त्यहाँ पनि म्याङ्को हुनुहुँदो रहेछ धन्यवाद एकचोटि जोरदार ताली बजाइदिनुहोस् गीत पनि सुन्ने हो अस्ति एउटा स्कुलमा गएको थिएँ स्वर भाषेर गरेको एउटा विद्यार्थीले ची भनेर टेन्सन भइरहेछ यहाँ त कसैले भन्नु नला नि है हो सुन्ने गीत बजाएको लाकुरी काट पलाउला किला 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 मायाको होला फर्की बोलाउला किला 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 हेर्दै पनि कति राम्रा हिसी पर्या होलान् ईश्वरले नि फुर्सदैमा सृष्टि गर्या होलान् मैदानको लाकुरी काट पलाउला किला 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 कस्तो छ मेरो गीत कस्तो छ कस्तो हुन्थ्यो बगेदेखि पिरतीको खोला अब फेरि हाम्रो भेट कहिले हुने होला कहिले हुन्छ होला आगामी दिनमा फेरि भेट हुनेछ तपाईको समय थोरै छ अझै बोल्ने कि छोडौँ अझै गफ गरौँ ओके म भाइ बहिनीहरूलाई एउटा कुरा सोध्छु है त तपाईहरु स्कुलमा पिटाई खानु चाहिँ खानुहुन्न खान्छौ घरमा पिटाई खानु चाहिँ खानुहुन्न मेरो कुरा ध्यान दिएर सुन्नुभयो भने तपाईहरुलाई जिन्दगीमा कहिल्यै पनि पिटाई नखाने फर्मुला सिकाउँछु सिक्ने हो साँच्चै हो अस्ति एउटा स्कुलमा गएको थिएँ त्यहाँ पनि विद्यार्थीलाई टिचरले पिट्नु हुँदो रहेछ पिट्ने टिचरलाई अगाडि बोलाएर मैले कान समातेर उठ बस गर्नु तपाईहरुले पनि पिट्नुहुन्छ पिटाई खानेले हात उठाउनुहोस् त ओके हात उठाउनुहोस् अब पिट्ने टिचरको नाम भन्नुहोस् अलि साह्रो पिट्नुहुन्न हुन्छ मलाई पनि पिट्नुहुन्थ्यो जतिखेर बुझे त्यतिखेर मात्रै मलाई थाहा भयो कि मलाई त पिटेको होइन रहेछ मलाई त गाली गरेको होइन रहेछ यो विषयमा म तपाईहरुलाई भन्छु हस् विद्यार्थी जीवन भनेको अलि घाँटी ठिक छैन विद्यार्थी जीवन भनेको एउटा काँचो माटो माटो कहाँ हुन्छ जमिनमा हो त्यो माटोबाट के सामग्रीहरु बन्छ सम्झिनुहोस् त के बन्छ धेरै बन्छ खुत्रुके बन्छ हो माइटो बन्छ हो ह्याम्पो बन्छ हो एक्स्ट्रा सुराई धेरै कुराहरु बन्छ त्यो माटोबाट त्यो बेकारको माटोलाई कुमालेले घरमा लिएर आउनुहुन्छ त्यसलाई पानीमा भिजाउनुहुन्छ पिट्नुहुन्छ हो त्यो पिट्दाखेरि त्यो बनाउने कुमाले जो छ नि यति बाठो हुन्छ नि भित्रबाट सपोर्ट दिन्छ बाहिरबाट पिट्दै 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 एउटा राम्रो आकृति बनाइदिन्छ मूल्यवान बनाउँछ त्यो बेकारको माटोलाई बिक्री गरिदिन्छ तपाईहरुलाई पनि त्यतिकै त्यो माटोलाई जसरी छोड्दियो भने मूल्यवान बन्न सक्छ तपाईहरुलाई मूल्यवान बनाउनको लागि तपाईहरुले बाट बोलेकै छैन कहाँबाट आउँछ नमस्ते
हिमाल पहाड तराईको जम्मै सेरोफेरो मेची काली एउटै आँगन नहोस् तेरो मेरो। अलग छन् वर्ण अनि संस्कृति र रूप, अलग छन् वर्ण अनि संस्कृति र रीत, तर पनि रिस राग नहोस् कसैसित। ढुङ्गो पनि देउता नै हो, तिमीले देउता मान्यौ भने हामी सबै आफन्त हौ, तिमीले आफ्नो ठान्यौ भने। फेरि पनि नमस्ते। मैले अहिले भन्दा 12-13 वर्ष अगाडि भक्तपुरमा एउटा सुटिङ गरेर एउटा फिल्म बनाएको थिएँ, मेरो स्कुल भन्ने। मैले नेपालका 8000 भन्दा बढी स्कुलमा यसै गरी पुगेको छु, विद्यार्थीहरूसँग भेट गरेको छु। 12-13 वर्ष अगाडि चाणक्य स्कुल गट्ठाघरमा हुँदा म गट्ठाघरमै पुगेको थिएँ। आज दोस्रोचोटि हो म तपाईँको स्कुलमा आउन पाएको छु, यो मेरो लागि पनि खुसीको कुरा हो। एकचोटि जोरदार ताली बजाइदिनुहोस्। हामी पढेर पास भएर मात्र हामीलाई पुग्दैन रहेछ, हामी त जीवनमा पास हुन पनि सिक्नु पर्ने रहेछ। जीवनमा पास हुनको लागि विद्यार्थी जीवनदेखि नै सुरुवात गर्नुपर्ने रहेछ। मैले एउटा गीत पनि बनाउन थालेको छु तपाईँहरूको लागि, सुन्ने हो? परीक्षामा पास, जीवनमा फेल, फेल हुनेको फेललाम फेल, यो कस्तो फेल, यो कस्तो फेल, फेललाम फेल, पासपोर्ट बनाऊ विदेशतिर ठेल। मैले अघि भनिसकेँ, हामी पढेर मात्र पास भएर हामीलाई पुग्दैन रहेछ, हाम्रो जीवन त लामो रहेछ, हामी त जीवनमा पनि पास हुन सिक्नु पर्ने रहेछ। हिजो हामीलाई वीर मैले अस्ति एउटा स्कुलमा गएर सोधेँ नि बच्चाहरूले, तपाईँहरूले ज्योति मगर चिन्नुहुन्छ भनेको बच्चाहरूले चिन्छौँ भनेर चिच्याए। को भनेको त स्टेजमा नाना नलाइकन उफ्रिने दिदी रे, त्यो हो त? होइन नि, ज्योति मगर भनेको गायिका हो क्या। हेर्नुहोस्, अब हामी त कलाकार, कलाकारले दर्शकहरूलाई केही न केही शिक्षा दिनुपर्छ। तर अहिले पछिल्लो टाइम यहाँले टेलिभिजन हेरिरहनु भएको होला, सिक्ने कुरो केही पनि छैन। समाचार आउँछ, समाचार ओरिजिनल हो कि फेक हो त्यो पनि थाहा छैन। गीतहरू आउँछ त्यस्तै छ, त्यसको म्युजिक भिडियो हेर्नुहोस् त्यस्तै छ, सिक्ने कुरो केही छैन, हुँदैन? अब अहिले पछिल्लो टाइम के भयो भनेदेखि पहिला पहिला आमाहरूले बच्चा नानी सुताउन पनि ताराबाजी लोइले लोहै मेरो बाबु लोहै भन्नुहुन्थ्यो। अहिलेका आमाहरूले के भन्न थाल्नु थाहा छ? डन भनेका डन, छिटो सुन नत्र कौन भनेका कौन। पहिला पहिला आमाहरूले ताराबाजी लोइ लोइ मामा आनी घोडा माइलीको आनी डोली, यसरी बच्चाहरूलाई सिकाउनुहुन्थ्यो। मामाको माइली के हो, डोली भनेको के हो, यो कुरा थाहा हुन्थ्यो। अब त सिक्यो, आमाबाले सिकाउन थाल्छन्। अब पहिला पहिलाको गीत यहाँले सुन्नुभयो होला है, पहिला पहिलाको गीत कति राम्रो हुन्थ्यो, ताली बजाउनु ल। चियाबारीमा हो चियाबारीमा, चियाबारीमा हो चियाबारीमा, आहा कति राम्रो गीत छ। यो गीत सुन्दा हामी कल्पना गर्थ्यौँ इलामतिरको हरियो चिया बगान होला, भादरले घुम्टो ओढेको होला, चराचुरुङ्गी ओढेको होला, त्यो कल्पना गर्थ्यौँ। तर अहिले आएको यही गीत फेरि मार्केटमा आएको छ, यसको म्युजिक भिडियो तपाईँले हेर्नु भएको छ? मेरी आमा चुर्न परे बाख्रा यस्तोले म्युजिक भिडियो हेर्नुहोस् है। नौको टुप्पाबाट चियाबारीमा हो चियाबारीमा, हेर्नुहोस् त के सिक्ने हामीले। कता उता इलामको हरियो चिया बगान यसो गरेको छ, यो चिया बगान हो। एउटा स्कुलमा गएर मैले बच्चाहरूलाई सोधेँ, तिमीले इलामको चिया बगान देखाएको छ भनेको, एउटा बच्चाले देखाएको छ अरे, कुन हो भने त यही हो चिया बगान। त्यस्तै अर्को के हेर्नुहोस् त, यो गीत सुन्दा जिउै अर्को हुन्छ। तर यो गीतको अहिले आएको म्युजिक भिडियो हेर्नु भएको छ? यस्तो सालको पात परी गाँसेर
रिल्याक्स तपाईँहरूले भन्नुहोस् सागको पातको टपरी हातले यसरी गाँसिन्छ कि यसरी गाँसिन्छ? मैले बच्चालाई सोधेँ स्कुलमा अब टपरी गाँसे कसरी गाँसिन्छ थाहा छ भनेको त यसरी सरे गाँसिन्छ के छ अर्को गीत त्यस्तै हेर्नुहोस् यो यो तिम्रो घर चाँचो रीति तल होइन र तिमीलाई हामीले चाँचो चिनेको छैन र यो त्यो मसिनो घुँडाले झुकेर यो नाको पर्ने कसरी नाका पो छ हेर्नुहोस् त सिक्ने कुरो केही छैन त्यही भएर यो चाणक्य स्कुल ल्याएर पनि हामी बच्चाहरूलाई धेरै